नमस्कार साथीहरू। ल हामी चाहिँ आज फाइनल्ली धेरै दिनपछि फेरि भ्लग लिएर आएको छौँ। हामी गुरुङ गाउँमा रहेछ के रे तँ यति राम्रो को नाच्यो भनेको मेरै माया हाइछ के रे तँ तोर मादल कहाँ बज्यो भनेको गुरुङ गाउँमा रहेछ के रे तँ नमस्कार साथीहरू। ल हामी चाहिँ आज फाइनल्ली धेरै दिनपछि फेरि भ्लग लिएर आएको छौँ। हामी यहाँबाट निस्किन लागेको घुम्न लागेको यहाँ कोठामा। ल सबै साथीहरू रेडी हुँदैछ। हेलो 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 एउटा साथी सुट गर्नुभएको छ। अब हामी निस्किँदैछौँ है। साथीहरूलाई सबै भिडियो देखाउँदा आज पनि कहाँ कहाँ जान्छ के गर्छ। ल यस्तै छ है त। हामी अब निस्किन लागिसकेका छौँ। ल साथीहरू हाम्रो आउँदै हुनुहुन्छ सिटुङ सर, त्यसै गरी हाम्रो जुङ्गे हलदार फेमस हाम्रो युट्युब च्यानलको, त्यसै गरी हाम्रो हाम्रो भाइ नयाँ मान्छे। ल आऊ कमन। ल साथीहरू यो चाहिँ बेलारुसको स्कुल हो। एकदम यहाँ चाहिँ मजाले पढिरहेछ विद्यार्थीहरू। ल हेलो गाइज। ल हामी चाहिँ यहाँ ठ्याक्कै बेलारुसमा दिदीको घर आइपुग्यो। दिदी घर घरमा आइसकेका छौँ हामी। आज पाउन लाग्नु साथीहरूले आज दिदीले लोकल भाले काटेर हामीलाई खुवाउने मेरो बोलाइसक्नुभएको छ। कृपया तपाईँहरू पनि भाले त्यसको लागि धन्यवाद।
पार्कमा आइपुगेको छौँ। पार्कमा ल सबै साथीहरू भेट भयो। ल साथीहरू हेलो के छ ल हेलो 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 ल हेलो साथी ल है हाम्रो टक्क नाम कार्यक्रम यस्तै भइरहेछ। हेलो ल ल ल हाम्रो अर्को साथीहरू पनि छ दुईजना। हेलो ल साथीहरू हेलो रमाइलो छ नि है एकदम रमाइलो गर्नुपर्छ। बेलाहरू साथीहरू सबै घुमेको छ होइन ल ल ल एकदम यस्तै छ ल बेलारुसमा रमाइलो छ। चिसो चिसो मौसम होइन हामी चिसो मौसममा पनि टक्क घुम्न निस्केको छौँ। यो पार्क हो टक्क पार्क रमाइलो छ है ठिक छ यस्तै हो जिन्दगानी। ल साथीहरू हजुरहरूलाई अर्को पनि अर्को भिडियो अर्को क्लिपहरू पनि देखाउँछु अहिले। ल यस्तै हो है त। एकदम फेमस चराको कुरो दिस इज ओखर। के बोले भाइ अब के बोले के छ थाहा हामी बोले र ब्रेड छ यसमा चाहिँ हाम्रो यो अहिले के पनि छैन तपाईँको बरफ पर्ने हो होइन। यतिखेर चराहरू आएर आफ्नो खानेकुराहरू टक्क खाएर यो यसको टेस्टको स्वाद चराहरूलाई पनि हल्का दिनु पऱ्यो नि होइन। टक्क हामीले करोडौँको मार राख्दैछौँ। हेर्न सक्नुहुन्छ यो करोडौँको माल हो है। हामीले चरालाई आफूले मात्रै होइन चरालाई पनि एकदम एनर्जी गरम किनकि तिनीहरूलाई मिटिङ गर्ने टाइम समझ्यौ फुल दिन्छ नि यसले पावर होइन सर के कसो एकदम ल सही हो। ओके फेरि पनि यस्तै नयाँ चिजहरू तपाईँहरूलाई देखाउँदैछु। यहाँ बुझ्दै हुनुहुन्छ है बेलारुस पनि तपाईँको यो के भन्छन् गर्ने यो अग्नि मुद्ने चाहिँ बाहिर पनि पाउँदो रहेछ भन्ने हामीले यहाँ अहिले टरेन्ट पुजेर थाहा पाउन सकेका छौँ। के भन्छन् गर्ने यो अग्नि मुद्ने चाहिँ बाहिर पनि पाउँदो रहेछ भन्ने हामीले यहाँ अहिले टरेन्ट पुजेर थाहा पाउन सकेका छौँ। दोर मातल कहाँ बज्यो भनेको गुरुङ गाउँमा रहेछ के रे तँ यति राम्रो को नाच्यो भनेको मेरै माया हैछ के रे तँ दोर मातल कहाँ बज्यो भनेको गुरुङ गाउँमा रहेछ के रे तँ यति राम्रो को नाच्यो भनेको मेरै माया हैछ के रे तँ मेरै माया हैछ के रे तँ। ल साथीहरू बेलारुसमा एकदम चिसो बढेको छ। चिसो बढेर चाहिँ अहिले यो एउटा ताल छ ताल चाहिँ एकदम बरफ भइसकेको छ जमेको छ एकदम पुरा। म साथीहरूलाई सबै देखाउँछु। ल हेर्नु साथीहरू यो पुरा पानी जमेर एकदम यहाँ चाहिँ हामी हिँड्न मिल्ने भएको छ हामी जान मिल्छ र साथीहरू त्यहाँ गइरहेको छ। एकदम यो चाहिँ चिसो एकदम बढेको छ अहिले चिसो बढेर चाहिँ। ल हेर्नु साथीहरू ल एकदम हामी अब पानीमा हिँड्न सक्छौँ भने त्यो जमेर ल हेर्नुहोस् एकदम ल हेर्नुहोस् हामी यसरी पानीमा पानी ल हेर्नुहोस् कि पानीमा हामी यसरी हिँड्न सक्छौँ नि। ल हेर्नुहोस् यो एकदम जमे करेक्ट गर्छ त्यहाँ। ल हेर्नुहोस् गाइस साथीहरू चाहिँ यहाँ पुरा खोला तरेको छ पानी माथि पानीमा नडुबिकन। ल हेर्नुहोस् यस्तो बेलारुसमा करे कस्तो धेरै ढिक्का जमे तल पानी छ यार तल पानी छ तर बाक्लै जमे क्या
पुरा जमेको छ है। हामी चाहिँ यसरी यहाँ टक्क टक्क हिँडेको छौँ पास माथि माथि। ल हेर्नुहोस् है, ओहो सर ल साथीहरू हामी पोखरीमा आइपुग्यो। पोखरी माथि माथि हिँडिरहेको छौँ हामी यसरी। ल हेर्नुहोस् पोखरीमा रमाइलो छ। पोखरी पोखरी रमिलो ल साथीहरू, यहाँ पोखरी माथि माथि यस्तो मजाले हिँड्न पाइन्छ बेला बेलामा एकदम चिसो बढेर चाहिँ यहाँ एकदमै बरफ भएको छ। मजाले हिँड्न सक्छ साथीहरू, यस्तै उफ्रिँदा पनि